तपाईको परिचय दिनु न, नाम बताइदिनु न। म यहाँ श्रेष्ठ हो, गौरवदा वार्ड एक हो, न्याटोल। यो गौरादा एक को यो न्यावर टोलमा रहेको केरा खेती मा चाहिँ एकदम धेरै नष्ट भएको केराहरू यहाँ छन्। के गरेर यो कसरी नष्ट भएको? अस्ति 13 गते राति 9 बजी रातितिर असिना पानी बराबर आएर अनि केरा ढुट्टै पारो बुटा सबै लडायो, सबै सको अनि ढुट्टो। अनि अब म त छिमेकी हो, अब के भन्नु। चैत 13 गते राति आएको असिना पानीले चाहिँ चैत 13 गतेको राति 9 बजी आएकोले यस्तो भएको। यो कसको केरा खेती हो? यो दुर्गा श्रेष्ठको हो। अब हामी त छिमेकीको सबै यस्तो भयो, नाश भयो, के गर्नु। यो तपाईँ हाम्रै अगाडि छ के भएको? यो दागी पनि देखिएको छ, के भएको भन्नु? असिनाले नै हानेको हो, असिनाले नै हानेर सबै फुटाएको हो। अब यो उसको पत्ताहरू पनि सबै मरेको यही कारणले हो? हो, असिनाले कुटेरै मरेको हो। यो बिचमा धेरै कोलाहरू पनि त्यो असिनाले हानेपछि निकाल्नु भयो उहाँले, दुर्गा श्रेष्ठले। बिचमा सबै लडायो, फुटायो अनि त्यहाँबाट काटेर निकालेको। बा राम्रो हुन्छ कि यसो फल लाग्छ कि भनेर। तर अब यो अहिले तपाईँ हामीले यहीँ अगाडि देखिरहँदा यो केरा खेतीलाई चाहिँ चैत 13 गते आएको असिना पानीले चाहिँ जुदा बनाएको छ। योबाट फेरि राम्रो फल पाउन सकिएला कि यो बिग्रिन्छ कि? छैन, अब यो अब आउँदैन। अब यसलाई यो सकेपछि अब सक्यो, अब आउँदैन, यो हुँदैन, सबै ढुट्टै पारी गएको छ, त्यही भएर। अब यो असिना पानीले साह्रै नष्ट गर्यो यो केरा खेती। यसमा अब यस्तो नष्ट भएर यो उहाँको कति लगानी थियो दुर्गा श्रेष्ठको, सबै लगानी पानीमा हाले सर नै भयो। अब यस्तो अवस्थामा चाहिँ किसानलाई स्थानीय सरकार, अन्य सरकारहरूले के गरिदियो भने चाहिँ उनीहरू चाहिँ उक्सिन्थे? यसो अब सरकारले यसो आएर हेरचाह गरिदिएदेखि हुने थियो, बा अर्को फेरि लाउनु पाइन्थ्यो कि भन्ने। भनेपछि स्थानीय सरकारहरूले केही सहयोग गरिदियोस्, अनुदान दियोस्? दियोस्, यसो गाउँपालिकाले यसो हेरिदिउन्। मकैहरू पनि त्यस्तै भइरहेछ, सबै गाउँैभरि न्याटोलमा त जम्मैकै त्यस्तै नै भइरहेछ। ए, मकै बारी पनि सबै असिना पानीले नष्ट पार्यो? ढुट्टो बिउै मास्यो, त्यस्तो भयो।